हेलो हेलो नमस्कार स्वागत छ मेरो फेरि युट्युब च्यानलमा अर्को भिडियो लिएर आएको छु र हेरेर साथ दिनु होला सब्सक्राइब गर्न नभुल्नु लाइक र कमेन्ट पनि गर्न नभुल्नु होला। आजको ब्लगमा चाहिँ अब त्यस्तो खाना केही छैन। अब बाहिर पानी परिरहेको छ। अब 5 बजीदेखि कन्टिन्यू पानी परिरहेको जोसँग अब परिरहेको छ। बाहिर जाने अवस्था नै छैन। आजको विषय हल्का कन्टेन्ट क्रिएटरको हिसाबले भन्नुपर्दा पुरा बनाउन गइरहेको छु। अहिलेको मौसम चिसो हल्का शीतलो पनि भएको छ। काठमाडौँ अधिराज्यभरि काठमाडौँ क्षेत्र उपत्यकाभित्र पनि सबै ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका लगायत सबै ठाउँमा पानी परिरहेको छ। विशेष गरेर रुमको अवस्था यस्तो छ। अब खानु खाने टाइम आइसक्यो। अब यस्तै हो ब्लग बनाउँदैछु। अब यो यो थम्बनेल चाहिँ बनाउन अलिकति सकिएन। थम्बनेल बनाउँदा अलिकति बिग्रिन जाला। अलिकता यो क्यापकटमा कोसिस गरेको छु। क्यापकटमा कोसिस गर्दाखेरि त्यो मन्थली पेमेन्ट गर्नुपर्ने हुन्छ, सब्सक्रिप्सन गर्नुपर्ने हुन्छ। त्यो सब्सक्रिप्सन देखाइरहेछ र म कोसिस गर्दैछु सब्सक्रिप्सन बिना सब्सक्रिप्सन गर्न सकिन्छ कि सकिन्न भनेर। बाइ द वे ठिक छ, सबै एकदम बढिया हुन्छ भन्ने आशा छ। ल च्यानलमा नयाँ हुन्छ सब्सक्राइब गर्न नभुल्नु। बाहिरको अवस्था चाहिँ एकदम दयनीय छ। पानी परिरहेको छ, कन्टिन्यू छ। चट्याङ पनि पर्न सक्छ भन्ने सम्भावना बढी नै छ। बाहिर जान अलिकति गाह्रै छ, त्यही पनि सेफ भएर निस्किन सकिन्छ। हस् त, धन्यवाद।